हेर्नु होला यो चाहिँ कस्तो राम्रो पिच गरेको रोड छ इन्डियाको। सो यस्तै रोडहरू नेपालमा पनि भइदियो भने नेपालको सरकारहरूले हेर्नु होला। यो चाहिँ हामी फेसबुकमा अपलोड गर्ने छ भिडियो। नेपालको रोड पनि यस्तै हुनुपर्छ। अघि सायद बुट्टाबारी छेउछाउमा आउँदा चारडी जङ्गल छेउछाउमा आउँदाखेरि चाहिँ बिर्तामोड क्रस गर्दा पनि यस्तै यस्तै रोड भइदिए कस्तो राम्रो हुन्थ्यो। तर त्यहाँ चाहिँ फुटेको रोडहरू थियो, टुक्रा टुक्रा ढुङ्गाहरू होइन, यस्तै गिटीहरू निस्केका ठाउँमा चाहिँ पिच नगरिएका। तर यहाँ चाहिँ सिलगढी साइडतिर, बागडुग्रा साइडतिर प्रायः सबै ठाउँमा इन्डियामा चाहिँ यस्तो पिचहरू देख्न पाइन्छ एकदमै। सो नेपालको सरकारले हाम्रो भिडियो अभियसली सबैले सेयर गर्नु भने उहाँ सरकारसम्म पुग्छ। सो यस्तै पिच भयो भने चाहिँ एकदमै रमाइलो यात्रा पनि हुन्छ र ट्राभलिङ पनि वाउ हुन्छ। सो आवर जर्नीमा चाहिँ हामीलाई कुनै पनि डिफिकल्ट भएन। सो गाइड्स, भिडियो यहाँहरूले हेर्दै हुनुहुन्छ भने यो भिडियोमा चाहिँ यहाँहरूले राम्रो राम्रो दृश्यहरू हेर्न सक्नुहुनेछ। यतातिर आमा हुनुहुन्छ, साथमा सुरभि, साथमा फुपाजू, बाबा लगायत राहुल दाजु, यता भाउजू। सो यस्तै यस्तै पिच रोड चाहिँ प्लेन एरिया चाहिँ हुनुपर्छ, जहाँ चाहिँ खाल्टाखुल्टी छैन। यसरी चाहिँ सुत्केरीलाई लग्न पनि एकदम आरामदायी दायक हुनेछ र कुनै पनि खाल्टाखुल्टी पनि छैन यहाँनिर। तर नेपालको बाटोहरू कतिपय चाहिँ अझै पनि बन्न सकेको छैन। सरकारले ध्यान आकर्षण जाओस् सरकारको। सो अनि प्यारो बाबु छोरा पनि निधाइरहेको छन् मस्तले। तर नेपालमा चाहिँ खाल्टाङ खुल्टुङ हुनाले चाहिँ अब हिलो नालो हिल खाल्टाङ खुल्टुङ बाटोहरू हुनाले यसरी सुत्न पाउँदैनन् साना केटाकेटीहरू पनि गाडीमा चढ्दाखेरि। तर गाडीमा पनि एकदमै सुतेर रमाइलो यात्रा अनि शान्त यात्रा र पिसफुल वातावरणमा यसरी मेरो यो मेन चाहिँ रोड नै हो, सडक। सो एकदम चिल्लो बाटो छ, हेर्न सक्नुहुनेछ। यस्तै बाटो बनिनुपर्छ नेपालमा पनि। छट मेरो घाँटीमा मायाको पिरती बुटेरुमा मायाले देखिन बुटेरुमाल, तिमीले दिएको बुटेरुमाल सम्झना हेरिरौँ लाग्यो।